हेलो एभ्रिवान वेलकम ब्याक टु माई नेक्स्ट भिडियो। आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई के सिकाउँछु भनेदेखि चाहिँ आजको यो भिडियोमा चाहिँ एमएस वर्डमा यो बक्सभित्र लेखेको नम्बरलाई चाहिँ कसरी वर्डमा लेख्नुपर्छ भन्ने कुरा चाहिँ आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई सिकाउने छु। मैले यहाँनिर अलरेडी बक्स लिइसकेको छु, त्यहाँभित्र नम्बर पनि लेखिसकेको छु है। यहाँनिर तपाईँहरूले के गर्नुपर्छ भनेदेखि चाहिँ यहाँनिर एउटा नम्बरलाई सेलेक्ट गर्नु पर्यो। भ्यूमा क्लिक गरिसकेको बादमा फेरि तपाईँहरूले यहाँनिर म्याक्रोज भनेर एउटा अप्सन भेट्नुहुन्छ। यहाँनिर म तपाईँहरूलाई देखाउने छु म्याक्रोज है। यहाँ म्याक्रोजमा लेफ्ट सिङ्गल क्लिक, यहाँ लेफ्ट सिङ्गल क्लिक गरिसकेपछि रेकर्ड म्याक्रोज भनेर यहाँ भेट्छ। यहाँनिर पनि लेफ्ट सिङ्गल क्लिक। आफ्टर द्याट तपाईँहरूले के गर्नुपर्छ भनेदेखि चाहिँ यहाँनिर क्लिक गरिसकेपछि चाहिँ यहाँ तपाईँहरूले दुईवटा अप्सन देख्नुहुँदैछ है, एउटा बटन अर्को किबोर्ड। यहाँबाट चाहिँ तपाईँहरूले यहाँ किबोर्डमा लेफ्ट सिङ्गल क्लिक गर्नु पर्यो। किबोर्डमा लेफ्ट सिङ्गल क्लिक गरिसकेपछि प्रेस न्यू सर्टकट की भनेर आउँदैछ। यहाँनिर तपाईँहरूले आफ्नो सर्टकट की बनाउनु सक्नुहुन्छ। यहाँनिर मैले बनाएको छु Ctrl+A CTRL+A, यो चाहिँ मेरो सर्टकट की हो। असाइन गरिदिनुहोस्। असाइन गरिसकेको बादमा यसलाई तपाईँहरूले क्लोज गर्नु सक्नुहुन्छ। क्लोज गरिसकेपछि यहाँनिर कर्सरमा एउटा यस्तो खालको आउँछ है। अब यहाँबाट तपाईँहरूले के गर्नुपर्छ भनेदेखि चाहिँ Ctrl+F9 क्लिक गर्नुहोस्। जब तपाईँहरूले Ctrl+F9 क्लिक गर्नुहुन्छ यहाँनिर अटोमेटिक कर्ली ब्र्याकेट ओपन हुन्छ। यहाँनिर तपाईँहरूले के गर्नुपर्छ भनेदेखि चाहिँ फर्स्टमा इक्वल्स टु लेख्नु पर्यो है। फर्स्टमा इक्वल्स टु लेखिसकेको बादमा त्यहाँदेखि आफ्टर 3 को बादमा गएर तपाईँहरूले ब्याकस्ल्यास त्यहाँदेखि स्टार लगाउनु पर्यो। स्टार लगाउनुको लागि चाहिँ तपाईँहरूले के गर्नुपर्छ भनेदेखि चाहिँ सिफ्ट 8 गर्दाखेरि चाहिँ हाम्रो स्टार आउँछ। त्यहाँदेखि CARD कार्ड TEXT कार्ड टेक्स्ट लेखिसकेपछि फेरि ब्याकस्ल्यास फेरि स्टार, त्यहाँदेखि UPPER अप्पर भनेर तपाईँहरूले लेखिदिनुहोस्। अप्पर लेखिसकेको बादमा तपाईँहरूले फेरि F9 प्रेस गरिदिनुहोस्। तपाईँहरूले F9 प्रेस गरिसकेपछि तपाईँहरूको यहाँनिर यसरी अघि लेख्नु भएको नम्बर चाहिँ तपाईँहरूको वर्डमा आफै कन्भर्ट भइहाल्छ। थ्याङ्क यू सो मच। तपाईँहरूलाई मेरो यो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् होला। नेक्स्ट भिडियो चाहिँ तपाईँहरूको लागि चाहिँ म अझै इन्ट्रेस्टिङ बनाउन सकौँ है, अझै इन्फर्मेटिभ भिडियो लिएर आउन सकौँ।